छु कहाँ अरे भन् मिलन चोक लाइनमा जाँदैछ हाम्रो म्यामको घर हेर्न अनि प्लस खाना खान पनि खिच्न र यो हाम्रो साधन ठुलो साधन सफारी हामी हन्तकाली पनि हो खाने हो खासमा त खाने हो यहाँ हेर्न सबभन्दा ठुलो हस्ती ठुलो हस्ती एउटा त्यो त आउन कति रेडी हुन्छ हौ अब यो सेकेन्ड हस्ती अब हामी त्यहाँ पुगेर अनि त्यसपछि यो हाम्रो भ्लग चाहिँ कन्टिन्यू नै गर्नेछौँ होइन हामी चाहिँ टङ्की सिनवारी चाहिँ जान लागेको हो खासमा अनि फेरि यस्तै भ्लगको लागि तपाईँहरू रेडी भएर बस्नु होला अब टु बी कन्टिन्यू गाइज हामी पुगेर लगभग पुग्नै आँटेको छौँ एकदम भिडभाड छ अब यस्तो हाम्रो म्याम एकदम धनी अरे तर यस्तो गाउँमा बस्नु रहेछ अनुहार हेर्नुहोस् कति खुसी छन् राम्रा वर्षदेखि भुकाकाहरू हेर्न सक्नुहुन्छ कतिका खुसी यो वरिष्ठ नेताले अनुहारै नदेखाउने अरे हो मेरो त जति पनि हेर्न सक्नुहुन्छ यो बच्चा फेमस हुन चाहन्छ यो इन्डिङ चाहिँ कहाँ हुन्छ त इन्डिङ हुन्छ छिटै यहाँ हाम्रो दाजु हामी पुगिसक्यौँ खिच्नलाई फाइनल्ली ठाउँ खोज्दा यहाँ हाम्रो एउटा टोली अब भेटिन्छन् यहाँ एकछिन रोकिदिनु चाहिँ गाइस हाम्रो यहाँ आइसकेको छ ठाउँ हाम्रा बसन्तीहरू यहाँ छन् एउटा यहाँ अनि त्यसपछि हामी हाम्रै हामी आइपुग्यौँ है गाइस यो हाम्रो दर्शकहरूले हेर्न सक्नुहुन्छ हामी फाइनल्ली यहाँ ल्यान्ड भएका छौँ भाइलाई हामीले टिकट लिन जाँदैछौँ हाम्रो ठुल्दिदी अगाडि बढिसक्नु हो अनि आशिष सरकारलाई नमस्ते गर्नु यो देखिसक्नु अन्त कालीहरू के लाग्यो अरे सरकारी भुकमारी गाइस सब हस्तीहरूलाई भोक लाएर लास्टै भोकाएका छन् म मात्र होला एउटा उसलाई त आउनै पर्छ त तेरो थुतुनो नदेखाए पनि हुन्छ क्या अनि म यस्तो हस्ती छ ले देखा मलाई खाएको पनि देखा खाएको सिधा गर न सिधा तेरो देखाउँछु लु गाइज कस्तो लाग्यो बस दिदी कस्तो लाग्यो खानाहरू दामी होइन मिठो दिदी तपाईँलाई कस्तो लाग्यो खानेकुराहरू अनि डेकोरेसनहरू एकदमै राम्रो ऊ लाला लाग्यो अरे है गाइज अब हामी चाहिँ लागेको घरतिर हाम्रो भ्लग यही समाप्त हुन्छ सी यू इन नेक्स्ट भ्लग बाई